गाइस आज फेरि म खोडखोडी खेल्न गइरहेको छु। जय बुद्ध, शुभ सन्ध्या, हेलो हाई नमस्ते, हेलो वेलकम छ यहाँ सबैहरूलाई मेरो भीम गुरुङ ब्लगमा। ओइ पखै पख नउठा ब्लगमा मेरो च्यानललाई मन पराइदिनु भयो भने सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला भन्दै म आजको मिति आज कति आज असोज 12 गते यहाँ झन्डी मुकुट खेलाउँदैछ हाम्रो टोलमा, हरि स्मृति टोलमा। चित्रसिंह टोल है यो। ओइ यो टोल अब चित्रसिंह टोल है। ओइ पक यो चित्रसिंह पार्क है। यो लाइट बालिदेऊ त सुल्टी पक। म आज 2700 हालेको थिएँ त्यहाँ। हजुर काका। यहाँ 2700 निकाल्छु मैले आज। हेर ल काका ल सबैलाई ढोकिदिया है। सोल्टिनी ढोकिदिया, ओइ नातिनी ढोकिदिया, ओ कान्छी ढोकिदिया, ओइ नाति ढोकिदिया, सबै ढोकिदिया है। ओइ यो को ए यो सिमालले पैसा पाछन् है हिजो पनि। ल दिनु काका है ल। कहाँ गयो? बाहिर गयो। बाहिर गयो? बुर्जामा ल काका। पह बुर्जामा भयो? हजुर काका। बुर्जामा ला दिया 40 भयो। बुर्जा डबल 40 को 80 40 को 60 पर्यो 40 को 80 40 को 80 आज निकाल्छु क्या मैले यसको। 5 को हिजो मेरो पैसा खान्छ यसले। यसले मेरो पैसा खान्छ क्या हिजो। बोल्दिनी हात मिलाउनुहोस्। 40 को 80 लाउनु काका। दुईजनाको पर्यो। खोइ चुप्पा। ल आन्टी त हुकुमा गरिदिनु त। यहाँ मन्दिर बन्छ उता गएर। ल ल काका यता। कहाँ गयो? बाहिर गयो। बाहिर गयो? बाहिर फेरि पर्छ त्यो। बाहिर गयो ठ्याक्कै पर्छ। ओ मट्ट साहा ओ केमा? बाहिर गयो? अनि यस्तो सिसलाई गर्दा बाहिर खाइ उठा त। के हो नथा भन्छ क्या हो? छक्का छ कि अहिले? अघि पनि बाहिर गयो। है पक अघि बाहिर जाने बेला परेको। आला बुर्दै पर्यो। बुझै पर्यो? पर्यो बुर्जा। पक अघि 20 थापेको होइन? 40 थाप्नु अब। 40 होइन? अघि पनि 40 थापेको। अघि 40 थाप्नु भयो। 20 अघि 40 थापेको होइन? 40 त 80 ल। लौ बुर्जा डबल। डबल यसलाई म सिधाउँछु क्या आज। कति छ काका? 80 80 120 यसलाई आज म सिधाउँछु क्या। सोल्दिनी किन्न थापेको? मामा 80 ए 80 दिन कति रे? 160 जहिले नि खसी 160 मैले दिएको 40 दिन 80 ठिकै त हो नि। 160 160 अनि काका नि 120 हुने नपाए पनि ए 4 5 6 7 8 मेरो नाति पो त होइन? 10 11 बाजेलाई घाटा पऱ्यो भने त पैसा पाउँदैन होइन? 14 5 चौरल बुझ्दा डबल होइन? हैन फेरि 5 चौरल 5 को 20 खाइदियो त ल खाइदियो लमै। भ्याइयो पैसा। मसित त 1 रुपैयाँ पैसा छैन हर्क्यो अहिले। म भाषार आएर आज हारेर आएको अब। ल ल झन्डी आयो झन्डी। ल पानी ल कहाँ गयो? हुकुमतिर कि झन्डीतिर बिचमा भयो। बिचमा भयो? झन्डीतिर यो डेढ यसो हालिदियो ल। 100 हो काका। ल 100 हो? ल तिनटामा है। तिनटामा ल। ल ल ल ल हिट्टा है। हिट्टालाई यसलाई गरेको ल।
ठन्डी डबल हुकुम डबल ठन्डी डबल झन्डी डबल 100 को 200 100 को 200 200 को 400 परिहाल्यो नि 5 को 10 मम्मी हुकुमको बसको 5 को 10 सोल्दिनी हात मिलाउनु जम्यो जम्यो के कस्तो होला यार तिमीले हालेन मैले नदिनु 5 दिन हाले 7 8 9 10 200 यता ल यहाँ ए हैन यो त 50 थापेको छ पहिलाको चोटको नि नमाने फेरि 15 50 100 हो 100 हो काका लिएर आउन 100 200 हाँ 5 रुपैयाँ दे रे नाना 5 रुपैयाँ दे ए नानी लागि 100 200 हैन अब दिन लास्ट 200 पक्नु काका ल 200 आज अङ्कलको पैसा सकियो भने राम्रो हुन्छ हो हे किन मार्न परेको मान्छेले मेरो त्यही भन्दैको ल काका अङ्कल त्यही भन्नु है फेरि ल 5 5 हो यो मजाक गरेको मजाक मजाक गरेको फेरि ल यो साँच्ची नै 5 गरेको 5 कुन यो मजाक मजाक ल ल ल काका कता अब अब पैसा मिलाउँदै हुकुमको हजुर अङ्कल काका ल बाजे ओ कतिवटा भयो त्यहाँ एउटा एउटा काका 2 3 4 5 6 7 8 9 9 10 10 9 मात्र है ल ल काका गयो है 1 2 3 4 5 9 ल खोइ 10 रुपियाँले त 10 लाख चिडीमा 25 साल हो मामा 25 साल चिडीमा चिडीमा 25 है ल चिडीको 25 के परेको भर्खर मामा मामा के परेको भर्खर मामा झन्डी र हुकुम परेको मामा मामा 25 यता 25 फिर्ता है ल भयो है थाम मात्र काकाले ल ए देखाउँदै भिडियो यिनीहरूसँग पैसा छैन हँ कता हो म त भयो ल सब खाडी ल हुकुम डबल मात्र यो पैसा यो पैसा सब तिमीहरूले पाउँछ है अब सबको 200 अनि म भाषा आउँछु अनि फेरि खेल्ने 100 को 200 फेरि बेयो 100 को 200 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 त्यो पैसा सम्हाल अहिले म भाषा आउँछु फेरि खेल्ने है ए म भाषा आउँछु है ल तिमीले यत्रो भएर हामी गरिब फोन त लानु बिर्सिनु दिने हो दिन मोबाइल देऊ ल बाबा फोन ए मैले भात खान हिँडेँ गाइस हिजोको पनि मैले पोस्ट गर्न पाएको छैन म एकदम बिजी छु दिनैभरि अहिले पनि अब म भात खाएर यो पोस्ट गर्छु अथवा म अहिले यहाँ झन्डीमुकुट खेलेपछि गएर अनि पोस्ट गर्छु हिजोको पनि मैले एडिट नै गरेको छैन एडिट गर्नु बाँकी छ पोस्ट गर्नु बाँकी छ यस्तो दिनभरि बिजी भयो गाइस अहिले म घर जाँदैछु भात खाएर आएपछि म फेरि देखाउने छु टु बी कन्टिन्यू अहिले म लामा भाइको घर आइपुगेँ प्रवीणको घर मोटेको घर
आज शीतल छ दिन। हिजो पसिनै पसिना भएको थियो गाइस खोलगढ खेल्दाखेरि। आज पसिना आएको छैन त्यति, भर्खरै पसिना अलिअलि हो कि भन्ने पसिना आएको छ। निधारमा मात्रै चिट आएको छ। हिजो जस्तो चाहिँ गर्मी छैन। आज मौसमले पनि साथ दिएको छ। अघि चनौलीमा हारेको, म्यारिजमा हारेको 2700 निकाल्नु छ अहिले। 500 आयो गाइस, 500 आयो। अब 2200 बाँकी छ गाइस। 2200 अहिले भात खाएर आएर निकाल्ने हो। बुढीलाई मान्यो भने बुढी, ओ कान्ता के छ तेरो दाइ के रहेछ? ओ भात खाएर रेडी भयो भन है। कता गयो? ए तप ए खोडखोड खेल्नु जान्छस् त खोडखोड खेल्नु जान्छस्? ल न जा। यो मेरो ठुल्दाईको घरको गाई। यो मुजी पाण्डे ल्याउनु पर्छ, बिर्सिएछ पाण्डे। आज फेरि उतै बास बस्ने भयो। आज पाण्डे भोलि पनि आउँछ पाण्डे। अब एक रात उतै बास बस्ने हो पाण्डेको। सेप छस्। यो हाम्रो टिकको बगैँचा हो गाइस। यसले धेरै शीतल देख्छ। अब हाम्रो यो बडा दसैँमा फुलपातीमा भैँसी काट्ने ठाउँ चाहिँ यही हो गाइस। एकदम मजाको ठाउँ छ यही भित्र। हामी लाइभ भैँसी काटेको देखाउनेछौँ र यहीँ लाइभ अर्ग्यानिक स्टाइलले चाहिँ बनाएको भुटुवा। मेरो फुच्ची आइपुग्यो। तेरो छोरा आएछन्। तेरो छोरा आज उतै छोड्यो। यो भित्र हामीले हेर यहाँबाट इन्ट्रान्स हो। यहाँबाट यहाँ चाहिँ चुलो हुन्छ। यहीँ बसेर हामी खान्छौँ भुटन रक्सी। त्यो फुलपातीको दिनमा धेरै राम्रो। यो चाहिँ पृथ्वीको घर हो, मेरो मितिन दिदीको। यो मेरो घर हो गाइस। मेरो महल, राजमहल। यहाँ गेट पनि छ गाइस। गेट यहाँबाट इन्ट्री गऱ्यो। यो मेरो गाडी हो गाइस। यसले मलाई 3 चोटि पटाएको छ। नम्बर हो 8096 22 छ 8096 मेरो चाहिँ गाडी हो भने मेरो बुढीको नाममा भएको चाहिँ बागमती प्रदेश 06 002 प 7933 हो गाइस। मेरो चाहिँ यो यामाको RZR भन्ने 125 cc को मेरो चाहिँ स्कुटी छ गाइस। मेरो श्रीमती, मेरो आमा उहाँ हातखुट्टा धुँदै हुनुहुन्छ। मेरो बुढीले अब दसैँ आयो टेलिकट टल्काउँदै रहेछ। मेरो बिहाको गर्दुवा हो गाइस। यो चाहिँ सब मेरो बिहाको गर्दुवा। यत्रो गर्दुवा पाएको थिएँ मैले गाइस मेरो बिहामा। के रे बुढी केले उचाले अरे? अब हेर अबको 1 महिनाभित्रमा श्रम तथा पर्यटन मन्त्री भएन भने हेर त मर्छु भने हेर मर्नु त दिन्न म तँलाई। त मर्दा नि मर्न त एकदम साँडे भास मात्रै हो, त्यति हो। अहिले बेसी साँडे भाइ हो मेरो बुढी। अहिले त गर्दा गर्दा त क पनि नपढ्नेले मन्त्री खान्छ, उहाँ ठगले मन्त्री पाउँछ भनेर चाहिँ भन्न धरि भ्याएका थिएँ। तिम्रो मुखले भनिदेऊ त म क पनि पढाएन भनेर। ल मन्त्री म पाएको भनेको उसले पत्ताकै थिएन। यस्तो त छ। उही त्यो के अरे गैँडालाई के गैँडालाई हाम्रो चितवनको गैँडा गैँडालाई यस्तरी चाकमा छोइदियो भने 1 हप्ता पछाडि बल्ल फर्केन हाँस्छ अरे के। बल्ल त्यसलाई 1 वर्ष पछाडि चाहिँ खुजुली हुन्छ अरे के। त्यस्तो
तिमी मन्त्री भयो भने त भइहाल्यो भएन भने के गर्छ भएन भने के म त भएन भने के गर्ने ऊ श्रम हर्क साम्बाङले गरेको श्रम अभियान गर्छु 18 गते पुरा यो भगडीमा हाम्रो बाउको स्वर्गीय चित्रसिंह पार्क बनाउँछु त्यहाँ विश्वको जग्गा मैले भनिसकेँ त्यहाँ तेरो जग्गा र मेरो जग्गा सट्टीपट्टि गर्ने भनिसक्यो मैले दिन्छ नि मेरो नामको जग्गा ए त्यहाँ विश्वको सबभन्दा ठुलो अलको बुद्धको मूर्ति बनाउँछु म अनि त्यहाँ चित्रसिंह गुम्बा बनाउँछु विश्वको सबभन्दा ठुलो गुम्बा हेर न पत्ता खाएनौ तिमीले त्यो दिनमा कति मान्छे आउँदो रहेछ हेर्दै जाऊ केही नभने 1000 मान्छे आउँछ त्यो दिन ल न ल हेर्दै जाऊ न ऊ बालेनले कसरी जिते थियो पत्ता थियो बालेन आउँछ भनेर त्यस्तै गरिदिन्छु मैले चमत्कार त्यो भन्दा मेरो भोटिङ गर्न पुगिसक्यो 50 लाखभन्दा माथि मेरो सब्सक्राइबर पुगिसक्यो ए ओइ खाडा बोल्छस् तेरो सुने यहाँ मैले सुनिसक्यो चाँडो बोल्छ यहाँ खिचिरहेछ पाल्छस् तँलाई अब म लक गर्छु मोबाइल अब मेरो गाइस मेरो बुढीले मेरो अब खिचेको प्रोग्राम सब डिलिट गरिदिन्छ होइन पोस्ट गर्न नपाउँदै त्यही भएर अब मैले लक सिस्टम राख्छु मेरो बुढीले अब छुनु नपाओस् मेरो लक है गाइस अब दसैँ लाग्यो यहाँ सरसफाइ मेरो बुढीले धङ गर्दैछ सब सामानहरू झारेछ गाइस यताको दराज थियो यताबाट यता छ अब मेरो बुढीको पैसा चोर्नु पर्ने भएको छ बुढीले पैसा देखेन ए लक गर्दैछ ल चाबी यस्तो छ हेर बुढीले पैसा सबै लुगायो मलाई पैसै दिँदैन यार गाइस खतम पार्यो मेरो बुढीले अब यसो रिफ्रेस हान्नु पऱ्यो छिस 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 है अब म खाना खाइसकेँ अब फेरि म खोडकोड खेल्न जाँदैछु खाने भइदिउँ हजुर मेरो बुढी पनि खानाको मन गर्दैछ के कहाँ जाने ए के भयो नि खोइ यहाँ त मेरो छोरीको घाउ दे खोइ यहाँमा के भयो नि लड्यो के पोलेको केले पोलेको आगो जलाएर कसले जलाइदिएको नि आमाले किन तेरो आमालाई मैले पिच्छ है दुखेछ जामा अब खोरखोरी खेल्न जाने है हस् ल पक बाबाले चुरो खान्छ अनि जाने हस् अहिले हेर्छ नि त्यहाँ वेलकम आमा मेरो छोरा आइपुग्यो यार कति दिनको छुट्टी हो छोरा दसैँभरि हो ल गुड सही टाइममा आएछ ल तेरो बाउलाई छोराहरूको आवश्यकता छ क्या अहिले तेरो भुँडी घटाउनु नि पर्यो सरम अभियान सुरु भयो 18 गतेबाट सरम अभियान सुरु भएको छ क्या 18 गतेबाट बिहान 4 बजीदेखि बढी ल लाउरीको सब उस आयो है ल आशीर्वाद छ मेरो छोरालाई यार लु छोरीले नातिनीले बाउको उस लिएर गई भाउजू ल छोरा आइपुग्यो ल मेरो माइला दाईको छोरा थमन बहादुर गुरुङको छोरा कान्छा यो चाहिँ कतारमा छ कतार एयरवेज एयरपोर्टमा हो यसको ड्युटी राम्रो छ यो त 4 महिना 5 महिनामा फ्री टिकट हो आइराख्छ राम्रो छ यसको जागिर जब
यहाँ चाहिँ डड्डु भनेपछि चिन्छ दाईलाई चाहिँ डड्डु नामले चाहिँ फेमस छ। उहाँ चाहिँ स्वर्ग हुनुभएको आज 2 वर्ष भयो कि 3 वर्ष भयो अरे बाबु बितेको 2 वर्ष भयो होइन 2 वर्ष हुनुभयो। खडखडे उठिसकेछ म फोनमा व्यस्त भएँ भागिसक्यो। छोरीले भन्नुहुन्छ नाचिन यहाँ छ ल म पनि गएँ गाइज ल गुड नाइट है गुड नाइट। मेरो च्यानललाई मन पराइदिनु भयो भने सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला भन्दै आजलाई म गुड नाइट भन्न चाहेँ। हस् त गुड नाइट बाई बाई जय बुद्ध। हाम्रो टोलका महिलाहरू पुरै इभिनिङ वाकमा छन्। को रहेछ हेरौँ लोकेको बुढी माइजू दिदी कान्छी रहेछ। म चाहिँ अब सुत्नतिर लागेँ गाइस। पौनी 9 बज्न कति मिनट बाँकी छ। ओइ जङ्गे कहाँबाट आइपुगेछ त 9 बज्न 5 मिनट बाँकी छ। अब 1 घन्टा म के अरे भिडियो न्युजहरू हेर्छु भिडियोहरू बनाउँछु भिडियोहरू एडिट गर्छु। मैले हिजो खिचेको पनि एडिट गर्नु पाएको छैन। एडिट गरेर पोस्ट गर्छु। हिजो खिचेको आज पोस्ट गर्छु। यो आज खिचेको आज भ्याउँदैन होला भोलि पोस्ट गर्छु है। पसिना आइसक्यो गाई। खाली खुट्टा हिँड्यो भने एकदम पसिना निकाल्दो रहेछ। तपाईँहरू पनि खाली खुट्टा हिँड्ने गर्नुहोस् सिमेन्टीमा र अनि बिहान सिमेन्टीमा हिँड्ने गर्नुहोस् र दुबोको सिटमा हिँड्नुहोस्। तपाईँलाई चाहिँ सुगर प्रेसर केही हुँदैन। यो थेरापी अकुपेन्चर दुइटाको राम्रो कम्बिनेसन राम्रो दिन्छ। मेरो चाहिँ सुगर देखिसकेको थियो। मैले कन्ट्रोल गरेँ। अहिले 1 महिना भयो म कन्टिन्यू दौडेको पसिना निस्केको। अहिले मेरो घटिसकेको छ गाइस। पहिला 8 थियो अहिले 7 मा आइसकेको छ सुगर। लिभर पनि कभर भइसकेको रहेछ। मेरो समस्या भनेको लिभर अनि लिभर सुगर कोलेस्ट्रोल यो 4वटा थियो। यो 4वटै धेरै राम्रो भएको छ अहिले। अब डाक्टरले सल्लाह अनुसार चाहिँ मलाई फेरि एउटा ट्याब्लेट चाहिँ खानु दिएछ बिहानमा सुगरको। कोलेस्ट्रोलको चाहिँ खाएको छैन। अनि मेन्टलको 2टा खुलाउँछ। मलाई मेन्टल भयो भने चाहिँ दबाई खुलाइरहेको छ। म चाहिँ खास मेन्टलको बिमारी चाहिँ होइन। दबाई त म खाएरै पचाइदिन्छु। 3 चोटिसम्म कत्रो दबाई खाएर पचाएको 1 मुठी। त्यो 2टा दबाई त म सन्चै पचाइदिन्छु। किनभने म पसिना बगाएको छु नि त। तर त्यो दबाईले चाहिँ एकदम सुत्दै गरिदिने केही गर्नु मन नलाग्ने अल्छी त्यो गर्छ त्यो दबाई। किनभने त्यो ट्यापेले खाने दबाई रहेछ। त्यस्तो खुलाउँदो रहेछ मान्छेलाई पागल भयो भने। म पागल चाहिँ होइन। यो प्रुफ चाहिँ मैले बुढीलाई गर्नै छ। आजबाट मैले मोबाइल लक पनि गरेँ। धेरै मेरो मोबाइलको उर्सहरू फालिदियो डिलिट गरिदियो। मेरो प्रोग्रामहरू धेरै जस्तो डिलिट गरिदियो बुढीले। बुढी बुढी रोक होला। होइन के को मती बत्ती बालेको हो? म भित्र प्रवेश गरेँ गाइस। अब ढोक चुकुल लग हुन्छ। मैले 2टा चुकुल लगाउँछु। पसिनै पसिना भयो गाइस। पसिनै पसिना यस्तो पसिना। चस्मा गाल्छु। कहिले चस्मा थाल्छु भने
मोबाइलको ब्याट्री पनि सिद्धिसकेको छ गाइस चार्ज पनि राख्नुपर्ने हुन्छ 28% छ 26% छ 10%सम्म चल्छ त्यसपछि सुत्ने त्यस पछाडि नसुत्ने उसमा है भोलि बिहान चाहिँ अनि उसहरू गर्ने गाइस आजलाई मैले गुड नाइट गरेँ म अब रेस्टमा छु अब 10 बजी सुत्छु एक घन्टा म मोबाइल चलाउँछु प्रोग्रामहरू बनाउँछु त्यो दिन अब भोलि बिहान फेरि म मेरो किक ताइफुको केटाहरू लिएर म बिहान उपस्थित हुन्छु तबसम्मलाई गुड नाइट शुभरात्रि जय बुद्ध